दमक नगरपालिकाले सुरु गरेको एकतर्फी सवारी पार्किङ व्यवस्थाले दमकको ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याएको छ। एकतर्फी पार्किङको नियम लागू हुनुअघि जथाभावी पार्किङका कारण सडक साँघुरो बन्ने, सवारी आवत जावतमा समस्या हुने र पैदल यात्री समेत जोखिममा पर्ने अवस्था थियो। दुवैतर्फ अव्यवस्थित पार्किङका कारण दुर्घटनाको संख्या बढ्दै गएपछि लागू गरिएको एकतर्फी पार्किङको नियमले दुर्घटना नियन्त्रणमा समेत सहयोग पुगेको देखिन्छ। केही महिना अघि भएको जेनजी आन्दोलनका कारण केही समय एकतर्फी पार्किङ प्रभावित भए पनि हाल भने यो नियम पूर्ण प्रभावकारी बन्दै गएको छ। यद्यपि एकतर्फी पार्किङ व्यवस्था राम्रो र प्रभावकारी भए पनि कार्यान्वयनको समयमा सुधार गर्नुपर्ने आवश्यकता रहेको स्थानीयको भनाइ छ। दमकका स्थानीय पवन कुमार शाहका अनुसार नगरपालिकाले पार्किङ नियम कार्यान्वयनका लागि नगर प्रहरी परिचालन गर्ने समय उपयुक्त छैन। हाल बिहान 8 बजेदेखि दिउँसो 2-3 बजेसम्म मात्रै नगर प्रहरी परिचालन गरिने गरेको छ। त्यस समयमा नगर प्रहरीको उपस्थिति नहुँदा जथाभावी पार्किङ बढ्ने र दुर्घटनाको जोखिम समेत उच्च हुने उहाँको भनाइ छ। दमक नगरपालिकाले वान साइड पार्किङ गरेको कुरा निकै राम्रो छ। यसमा चाहिँ थोरै कुरा म भन्न चाहन्छु। जस्तै तपाईको दमक नगरपालिकाले वान साइड पार्किङ गर्दाखेरि उहाँहरुको जुन त्यो एउटा टाइमिङ छ, त्यो टाइमिङ चाहिँ गलत छ। किनभने बिहानको 8 बजेदेखि लगभग तपाईको दिउँसोको 2 बजेसम्म उहाँहरुको पार्किङको लागि उहाँले निरन्तरता दिनुहुन्छ र अथवा उहाँले आर्थिक गर्नुहुन्छ। त्यो विषयमा चाहिँ एकदम गलत छ। किनभने बजारको साइड हो, यो भनेको मेन बजार पर्छ तपाईको त्यसमा दमकमा र सब्जी बजार भन्दाखेरि त मेन पोइन्टैमा आउँछ। यहाँ चाहिँ भिडभाड हुने मात्रा चाहिँ तपाईको लगभग 3 बजे पछाडी हुन्छ। 3 बजे पछाडी भिडभाड हुनु पर्दाखेरि चाहिँ उहाँ चाहिँ त्यो बेलामा नभएर त्यसभन्दा अगाडि उहाँहरु भएकोले गर्दा त्यसमा कुनै पनि अर्थ छैन। उहाँहरुलाई मेरो भनाइ यति मात्रै छ, तपाईले यो वान साइड पार्किङको लागि निरन्तरता दिनुहुन्छ भने 3 बजे पछाडी बेलुकाको लगभग तपाईको 6 बजेसम्म वान साइड पार्किङलाई निरन्तरता दिनु होला।